तपाईं सुन्दै हुनुहुन्छ खुबी पोखरेलको वास्तविक कथा। नमस्ते, म खुबी पोखरेलको तर्फबाट आज पनि यो सामाजिक सञ्जाल फेसबुकमा मेरा सम्पूर्ण मित्रजनहरूलाई हार्दिक स्वागत तथा अभिवादन टक्राउँदै आज पनि मेरो वास्तविक जीवनको घटना, मेरो वास्तविक अन्तर्मनको घटना लिएर आएको छु। आशा छ मन पराइदिनु हुनेछ। मेरो वास्तविक जीवन घटना यसरी सुरु हुन्छ। जुन कुराको जवाब जिन्दगीले माग्दैछ हो त्यो कुराको आज यथार्थ रूपमा पस्कदैछु। पागल म हिजो पनि थिएँ, आज पनि छु। फरक यति मात्रै हो, हिजो घमण्ड अनि दादागिरीले पागल बनायो, आज चोट अनि परिस्थितिले पागल बनायो। प्रेमको विषयमा कुनै शब्दहरू लेख्दैन भन्छु, त्यही सोचेको दिनमा नै नयाँ नयाँ परिभाषा जन्मिन्छ। अचानक प्रश्न रूपमा उब्जिएर आउँछ अनि आशै तप तप दुई आँखाबाट आँसु चुहाउँदै हात्तिएर मसिरूपी कलम भन्छ, खुबी त अझै गन्तव्यमा पुगेको छैनस्। फेरि पापी हातका औँला थिची पत्र कोर्न बाध्य विवश हुन्छु। जीवनमा मेरो भोगाई यति पीडादायक छ कि कुनै उपन्यास लेखे भने पनि पढेर आँसु नबहाउने कुनै व्यक्ति छैनन् होला। त्यसैले म रोए पनि अरूलाई नरुवाउने निर्णय लिएको छु। खै कहाँबाट अनि कसरी कुन शब्दले सम्बोधन गरौँ। एका बिहानै उनी भक्का हानिँदै रुँदै थिइन्। म हात्तिएर सोधेँ, प्रिय के भयो, किन यसरी रुँदैछौ? उनले नसुने झैँ गरिन्। फेरि दोहोऱ्याएर सोधेँ, तर जवाब दिन उपयुक्त ठानिन। केही समयमा अलमलमा परे, उनलाई सम्झाउन थाले। उनी झन् रुँदै थिइन्। त्यत्तिकैमा उनले मलाई एउटा प्रश्न गरिन्, खुबी मलाई किन यति धेरै माया गर्नुहुन्छ? म एकैछिन अलमलमा परेँ। उपयुक्त जवाब नपाएर म हच्कचाउँदै उत्तर दिन थालेँ, प्रिय तिमी राम्री छौ, गोरी छौ, मसँग मन मुटु खोलेर बोल्छौ, मलाई परेको दुःख सुखमा साथ दिन्छौ, मेरो परिवारको ख्याल गर्छौ, मेरा हरेक चाहना पूर्ति गर्छौ, मैले भनेको मान्छौ। व्यक्तिको प्राण अन्त कतै बसेको हुन्छ, त्यस्तै लाग्छ मलाई। मेरो हालत पनि त्यही भएको छ। साँच्चै भन्नुपर्दा मेरो प्राण तिम्रै अगाडि नै अडिरहेको छ। जिन्दगीमा गाह्रो साह्रो पर्दा शिरमाथि परिवारको हात र साथ दुवै चाहिन्छ। त्यो सम्पूर्ण गतिविधि तिमीले पुर्याएकी छौ। कुन जवाबले उनी खुसी हुन्छन् सोचिरहेको थिएँ, बस सोचिरहेको थिएँ। 1 मिनेटमा जिन्दगी कहिल्यै सत्यमा बदलिँदैन हो, यो कुरा साँचो रहेछ। तर 1 मिनेट सोचेर गरेको निर्णयले केही पल सुधार र खुसी ल्याउँदो रहेछ। खुसी ल्याउनुमा सफल पनि पुर्याउँदो रहेछ। तिमीलाई माया गर्नु मेरो कर्तव्य हो, एउटा महत्त्वपूर्ण जवाब आएको थियो मनमा। भनौँ जस्तो लागिरहेको थियो, तर भन्न सकिनँ। तिमीसँग नजर जुदाएर बोल्न सकिनँ। तिमी रुँदा मनका कुरा खोल्न सकिनँ। मनभित्र कुरा धेरै थिए, लुकाएर बसिरहेको, तिम्रो सामु व्यक्त गर्न सकिनँ। तर तिमीलाई मैले जबरजस्ती माया गर्न खोजेको होइन। मेरो कम बोल्ने बानी थियो। तिम्रो अगाडि चुपचाप बस्थे। के सोच्थ्यौ तिमी खुबीलाई थाहा पत्तो थिएन। सेतो रङमा कुनै पनि रङ मिसाउँदा नयाँ रङ बन्छ, तर दुनियाँका भए जति सबै रङ मिसाए पनि सेतो रङ बनाउन सकिँदैन। पापी समयको खेल अचम्मको हुँदो रहेछ साथी। कसैलाई असाध्यै मन हुने तर उसँग फुर्सद नहुने, कसैलाई प्रशस्तै फुर्सद हुने तर मन पटक्कै नहुने। मैले सकथोक दिएको थिएँ उनीलाई, खुसी, घर, गृहस्थिति, बस एउटै चिज दिएको थिइनँ, त्यो हो मन। म नउठ्दै कोठामा चिया लिएर आउँथिन्, समयमै नास्ता खान दिन्थिन्, मेरो कपडाहरू धोइदिन्थिन्। साँझ पख दिनदिनैमा रक्सी पिएर आउँदा उनी चुपचाप लाग्थिन्। म धेरै कराउँथेँ साथी, उनी चुपचाप मेरो कपडा अनि जुत्ता खोलिदिन्थिन्, खाना दिन्थिन्। म खाना नसक्ने अवस्थामा हुन्थेँ। उनले खाना खुवाइदिन्थिन्, मलाई समातेर कोठासम्म पुर्याउँथिन्, अनि म बेहोसी तालमा लम्पसार परेर सुत्थेँ। बिस्तराको एक कुना समातेर सुमसुमाउँदै निदाउँथिन् उनी। म दिनरात मोबाइल चलाउँथेँ, थुप्रै केटीहरूसँग रोमान्टिक कुराहरू गर्थेँ च्याटमा, तर उनले कहिल्यै गलत सोचिनन्, मोबाइल खोलेर हेर्ने हिम्मतसम्म गरिनन्। एउटा असल श्रीमती हुनुको असल व्यवहार निभाएकी थिइन् उनले, दायित्व निभाएकी थिइन् उनी। तर मामुला श्रीमान हुनुको कर्तव्यबाट झन्झन टाढा भागिरहेको थिए, जो आफ्नो जिन्दगीको हरेक मोडमा सबैभन्दा धेरै सम्हालिएर हिँड्न खोज्छ नि। अन्त्यमा सबैभन्दा बढी ठक्कर उसैले नै पाउँदो रहेछ साथी। आँखाको रुद्र घन्टी हुँदैन,
त्यसैले त मनमा भएका कुराहरू छताछुल्ल पारिदिन्छ। यी आँखाका नयनले एक दिन बिहानै 9 बजेसम्म कोठामा चिया आएन। चिया पर्खिरहेका थिए। सोचे उनी सायद परिवर्तन भइछन् होला, तर म चाहिँ परिवर्तन भएको थिइन। मेरो मनमा पापको डल्लो नै भरिएको थियो। 10 बजेसम्म अत्तो-पत्तो नभएपछि उठे। घर सुनसान थियो। घरमा कोही थिएन। छिमेकीलाई सोधे, दुःखको खबर सुनाए। पानी लिएर घरमाथिको पँधेरोमा गएको बेला 81 लडेर उनलाई हस्पिटल लगेका छन् भन्ने छिमेकीले सुनाए। म हात्तिँदै तुरुन्तै हस्पिटल पुगेँ। मैले उनलाई देखेँ। आफूलाई थाम्न सकिन साथी। हस्पिटलमा भक्का हानेर रुँ। यस भौतिक संसारमा मानिस कुनै न कुनै कर्ममा संलग्न हुनुपर्छ, तर तिनै कर्म मानिसलाई संसारबाट मुक्त पनि बनाउँछ साथी। मुक्त पनि बनाउँछ र बन्धनमा सुधार ल्याउँछ। लाज देख्यो भने मान्छेले भन्छ कठै बिचराले संसार छोडेर गयो भन्छ, तर जिउँदो मान्छे पल पल मरिरहेको यहाँ कसैले देख्दैन। कसले देख्छ? हिजो उनले मलाई बिहानै समातेर 7 बजे बिस्तरामा चिया ल्याइदिन्थिन्। आज म ल्याइदिन्छु। हिजो उनले मेरो कपडा धोइदिन्थिन्। आज म उनका कपडा धोइदिन्छु। पीडा लुकाइ मनमा हाँस्न सकिन। ओठमा मुस्कान सधैँभरि साँच्न सकिन। अनायासै जीवनमा हावाहुरी चल्दा खुसीले जिन्दगी बाँच्न सकिन। हिजो म रक्सीले ढल्दै घर आउँदा समातेर कोठासम्म पुर्याउँथिन् उनी। आज म उनलाई बोकेर कोठासम्म पुर्याउँछु। हिजो उनले साँझपख घुम्न जाउँ भन्थिन्। आज म भन्छु पीडा सहन सक्दिन। अनि चिच्याइ रोन मन लाग्छ। फेरि यहाँ खुबीका पीडा बुझिदिने कोही छैनन् भन्ने कुरा सम्झन्छु। अनि बाध्य हुन्छु कथा व्यथाहरू पोको पारी चुपचाप हाँस्नलाई। सबै बदलियो हिजो। उनले गर्ने काम आज सबै म गर्छु। फरक यति छ, हिजो उनले मलाई माया गर्थिन्, आज म उनलाई माया गर्छु। लभ भने त्यस्तो बन्धन रहेछ। न त सजिलै मर्न दिन्छ, न त शान्तिसँग बाँच्न दिन्छ। सधैँ कैदी झैँ झुन्ड्याएर राख्दो रहेछ कारागारमा। पीडा उनको र मेरो उस्तै हो। उनको पीडा सबैले देख्छ, तर मेरो देख्दैन, किनकि सबै उनीलाई देखेर रुन्छन्। म मुटुमा गाँठो पारेर हाँस्छु। मैले काम गरेको देखेर उनी रुन्छन्। म सधैँ हाँसेर टारिदिन्छु। उनलाई हिल चेयरमा देख्दा माया गर्छु। उनले पनि उत्तिकै माया गर्छिन्। फेरि दुवै भक्का हानिँदै रुन्छौँ। हिजो मैले गर्थेँ। हिजो धेरै माया गर्थ्यो उनले। आज उनले सोचिन् सायद म पुरुष भइदिएको भए। सायद म पुरुष भएर सधैँ पुरुषत्व देखाइरहे। यहाँ कयौँ यस्ता महिलाहरू छन् जो आफ्नै भएर पनि आफ्नाबाट पराई भनिरहेका छन्। कसले बुझ्दो हो उनीहरूको मर्म कठै सम्झिँदा आँखा भरिएर आउँछ। भगवानले तिनै मान्छेको परीक्षा लिन्छन् जसले थोरै भए पनि जिन्दगी लेखेको हुन्छ। म तिमीसँग धेरै कुरा त माग्दिन, बस बाचा गरिदेऊ। तिमी जुनी खुबीकै साथ हुनेछौ। साँच्चै सधैँ दुखाइसँगै च्यातिएका मनहरू सिउने कार्य अत्यन्तै पीडादायक कार्य रहेछ। जीवनमा दुःख कष्ट समस्या आइपर्नु पार्ट अफ लाइफ हो रहेछ। त्यसबीचमा रहेर पनि हाँस्दै मुस्कुराउनु, दुःखको सामना गर्नु चाहिँ आर्ट अफ लाइफ हो रहेछ। हरेक सपनीहरू मैले देखेको हुन्छु। भाँचिन्छन् जमिन यहाँ जहाँ मैले टेकेको हुन्छु। मुस्कुराउँदै भन्यो भालीले मलाई आज त्यति मात्रै पाउँछौ जो मैले लेखेको हुन्छु। आँखाहरू पोखरी होइन तर पनि भरिरहन्छन्। मानिसहरू मौसम होइन तर पनि बदलिरहन्छन्। बस बदलिरहन्छन्। उही तिम्रो खुबी हो। सहयात्री खुबी पोखरेल, तुलसीपुर नगरपालिका 15 दान। हवस् त, तपाईँहरू सबैबाट छुट्टिने अनुमति माग्छु। अर्को कथा व्यथामा भेट हुनेछु। म खुबी पोखरेल। लाइक सेयर गरिदिनु होला। नमस्ते सबैलाई। साइनो अनुसारको ढोक प्रणाम। बस ढोक प्रणाम। तपाईं सुन्दै हुनुहुन्छ खुबी पोखरेलको वास्तविक कथा।